कस्तो लाग्यो त ठुली मिठो अनुभव। आज चाहिँ हामी हस्पिटल आएको उहाँ छोरीको लागि। यो चाहिँ मनोहराको बीपीआई फाउन्डेसन हो। आँखाको कानको अनि दाँतको सबैको हेर्छ। यो चाहिँ उहाँ बिरामी हुनुभएको छ। ए बसी पो सक्नुभएछ, यहाँ बस्नु न। त्यही भएर हामी चाहिँ आएको आज। आइमा सुदिङ भन्नु न, केही भन्नु छ भने। डाक्टर साहबहरू माथि खाना खानु हुँदो रहेछ, ब्रेक टाइम भएछ। उहाँलाई घामले एकदम निन्द्रा लागिरहन्छ अरे, मिठो सुत्नु मन छ अरे, मिठो। हामी दुईजना आएको, सुतिनु भयो। अब अस्मिता पनि आउनु आँटिरहन्छ, मेरो छोरी। अहिले आएपछि देखाउँछु ल। यो परको चाहिँ आरुको फुल फुलेको रहेछ। यति मात्रै रहेछ, कस्तो मजाले पिङ्क, डार्क पिङ्क, लाइट पिङ्क फुलेको छ। अनि यता पनि छनु चाहिँ थिएछ, तर यता चाहिँ सबै बोटहरू काटेर वरिपरि नै रहेछ यहाँनिर कम्पाउन्डभित्र। तर त्यता चाहिँ बोट काटेर भर्खर मुना आउँदो रहेछ। यो चाहिँ फुल्दो रहेछ कस्तो मजाले। अब कोरिया जापानतिर भएको त्यसलाई चेरी ब्लोसम कि के भन्थ्यो, हाम्रोतिर चाहिँ आरुको फुल भन्छौँ है। कति धेरै रहेछ नि यता वरिपरि, तर फुल्नु चाहिँ यति मात्रै फुलेको रहेछ। यता चाहिँ सबै काटेर यस्तो बनाएको रहेछ। यता बिरामी मान्छे सुतिरहनुहुन्छ एकदम घाममा। यता अरू मान्छे हुनुहुन्छ यता। अब भोक लाग्यो है, हस्पिटल आएको मान्छे खाजा पो खानु थाल्यो। कुरकुरे यता न ठुली कुरकुरे। आज हामी हस्पिटल आएको नि फेरि। हामी 4 जना आएको। एकजना चाहिँ पर गयो बच्चा खेल्नुलाई। कोही भयो भने झार्ने मान्छे कराउने। हामीले के खाएको अरे? टुरे आउने ठुली। यहाँ चाहिँ प्ले ग्राउन्ड पनि छ, बच्चाहरू खेल्ने। वाउ एना, वाउ चिप्ले चिता दौरा खेलिँदो रहेछ। ओइ हामी चाहिँ आएको अब इसिजी इको पो गर्नुपर्ने हो। गर्नुलाई 12-1 बजेतिर बोलाउनु भएको थियो। त्यहाँबाट गर्नुपर्ने। आमामा अनुहार त अब इको गरेर सकेर झरेको, झर्दै जाँदै गरेको। त्यहाँ बोक्ने मान्छेको चाहिँ इको गऱ्यो हो नि हामीले।
थ्याङ्क यू भेरी मच। एठे गरिबको पैसै झरेछ नि हौ, सातो गयो यार। हिजोको 200 रुपियाँ राखेको 1000 रुपियाँ हामी झर्दै गरेको ल। टिभी छ, टिभी हेर्ने भए ए साथी त डक्टर देखाउनु पर्ने। म त कुद्दै गरेको प्रभु। 25 मा आउनु न, आउनु है। छिटाउनु, म एक्लै भएँ। हामी चाहिँ अब देखाउने भनेको इको गरेको 25 नम्बरमा जानु भनेको छ, त्यही भएर हामी जाँदै गरेको। माइक छैन, त्यही भएर साउन्ड सानो आउँछ। हामी हस्पिटलबाट फर्किँदै गरेको। के गर्नु, नाति नातिना हुर्काउनै पर्यो, यसरी पनि हुर्काउनु पर्छ। सुति गयो हुन्छ, बोकिरहन्छु। मेरो छोरीको छोरी उता बुहारी पछाडि मान्छे मैले चिनिनँ। आमामा धुलो। हेलो, मेरो नातिनी सुतिरहन्छ यहाँ झल्ट्याङ भएर। सबै धुलो त आँखाइभरि बनाइदियो। हेरौँ हेरौँ यता। हेलो बोलौँ। अब उहाँको चाहिँ अपरेसन गर्नुपर्ने भयो, डेट लिएर आएको। भोलि पनि भोलि प्याक थियो, भोलि चाहिँ खुल्ला चाहिँ। अब भोलि चाहिँ एउटा नगरे क्यान्सल भएछ, भोलि गर्ने भनेको। फेरि उहाँलाई गाउँ नगइ नहुने अरे 24 गते। अनि गाउँ जानु परेकोले गर्दाखेरि चाहिँ उहाँले 27 गते नै गर्ने हुनुभयो। उहाँको डेट नै 27 गतेको थियो अपरेसनको, कानको गर्नुहुने अरे 27 गते नै।